तालिबिटान अब समय परिस्थितिले देखाउन सकिएन किन भन्दा हाम्रो यो आज भोलि 6 बजे बन्द हुन्छ मलाई पूर्व सूचना पछिबाट आएर फेरि बज्ने बेलासम्म जबसम्म ताला लाग्दैन तबसम्म मैले आधा घन्टा त्यहाँदेखि कर्मचारीहरूलाई रोकेर भित्र देखाउने मिलाउने अब कर्मचारीहरू आफ्नो आफ्नो घर गइसक्नुभयो रातिमा के भएको हुनाले हामीले देखाउन सकेनौँ दुःख पनि व्यक्त गर्छौँ अब यसको स्थापना र यसको भूमिकाको बारेमा यो श्री गणेश सामुदायिक वन अन्तर्गतको राष्ट्रिय शान्ति उद्यान हो र हाम्रो श्री गणेश सामुदायिक वनको क्षेत्रफल 105 हेक्टर छ भने यो राष्ट्रिय शान्ति उद्यानको क्षेत्रफल 11.66 हेक्टर छ। यस म्याम र यसको स्थापना 2059 सालमा भएको हो। यो जाने धेरै वर्ष जति यसको खास प्रगति हुन सकेन। विगत 7 वर्षदेखि विगत 12 वर्ष भनौँ 5 वर्ष त्योभन्दा पहिले र जाने यो अहिले 7 वर्ष 12 वर्षको बिचमा यसको स्तर माथि उठ्दै गएको हो र यसको नाम राष्ट्रिय शान्ति उद्यान किन राखियो भन्ने कुरामा पनि म चाहिँ भाइबहिनीलाई जानकारी गराउँछु। माओवादीले द्वन्द्व सुरु गरेको राप्ती अञ्चलबाट थियो र त्यो द्वन्द्वले जनताहरूलाई पनि निकै पीडा भएको अवस्थामा राप्तीबाटै फेरि शान्तिको चाहिँ उद्घोष गरौँ भनेर यो स्थानको नाम राप्ती शान्ति उद्यान राखिएको यसको नामाकरण त्यसरी गरिएको हो र यसको प्रगतिको कुरा गर्नुपर्दा 12 वर्षदेखि निरन्तर यसको चाहिँ उन्नति र प्रगति पाइला टेक्दै अगाडि बढिरहेको त्यस बेला त्यो 12 वर्ष अगाडि एक पैसा पनि कमाउँदैन थियो यसको एक पैसा पनि आम्दानी हुन्थ्यो। यहाँ जङ्गल झाडी जमाराहरू यस्तो अवस्थामा थियो। यहाँको उपभोक्ताहरूले मेहनत गरेर त्यसलाई सफा गर्ने सहयोग मागेर यसको सफा गर्ने काम अहिले यो झिर्ने लागेको छ। लुम्बिनी प्रदेशकै पहिलो यसले वार्षिक रूपमा 2 करोड आम्दानी गर्न सुरु पोहोर गएको वर्षमा पनि 2 करोड भएको थियो भने पहिलो जाने पनि 2 करोडको जाने आम्दानी गरेको थियो र आगामी वर्ष हामीले 2 करोड आम्दानी गर्छौँ भन्ने लक्ष्य लिएर अगाडि बढेका छौँ। अरू केही जिज्ञासा भयो यहाँभित्र हामीले पालेका जीवित जनावरहरूमा एउटा दुईटा अस्टिच छन् अनि चित्तलहरू छ रातेहरू छ।